के छ सन्चै हुनुहुन्छ र म पनि एकदमै सन्चै छु र तपाईहरु सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु। अनि त्यसपछि आज हामी चाहिँ यसरी माछा मार्नुतिर लागिरहेको छौँ 2-3 जना। अनि त्यसपछि आज कोही भएन खास चाहिँ अनि 3 जना मात्रै भएर 3 जना मात्रै गइरहेको छौँ माछा मार्न लागिरहेको त्यही भने अनि उता चाहिँ हिरा काका आइरहेको छ अरू चाहिँ कोही भएन। अनि हामी मात्रै जानु खोजेको छुट्टी छ नि त अनि भोलि पनि छुट्टी छ। अनि आज चाहिँ माछा साछा मार्नु गएर अनि भोलि चाहिँ टक्क लाएर नुहाएर स्कुल जानुपर्ने हुन्छ। अनि आज छुट्टी पनि हो त्यही त भोलि पनि छुट्टी हो। ल अहिले चाहिँ हामी यहाँ के अरे सुके पोखरी छेउमा आउनु खोजिरहेको छ है। पोखरी त्यहाँ अगाडि छ। अनि म अस्तिदेखि हेरिरहेको थिएँ कि यहाँ अस्ति पनि हामी 1-2 चोटि आएको थियो अनि त्यतिखेर चाहिँ मोबाइल ल्याएन हामीले। अनि आज चाहिँ ल्याएको भ्लगाउनु ल। अनि के हो टोपी लगाइदिएछ हेर्नु नि यहाँनिर के अरे यो सनफ्लावरलाई टोपी लगाइदिएछ के फ्लावर किनभने यस्तो घाम छ नि त अनि त्यही भएर अनि यसलाई चाहिँ टोपी लगाइदिएको रहेछ। लाउनु पर्छ टोपी। त्यो मान्छेहरू पनि उहाँ के अरे लट्ठीमा अड्केर बसिरहेको टिटाबाट कम छ यहाँ घरबाट आउनु पनि गाह्रो। अनि यहाँनिर चाहिँ एउटा फिक्स छ अनि कस्तो छ त नि क्यामेरा राम्रो छैन कि तर त्यो डाँडा डाँडा छ होइन हाम्रो गाउँतिर चाहिँ बवाल लाग्छ त्यो के राति बनाएको टिकटकमा हालिन्छ त्योमा बवाल लाग्छ। मैले यसो हेरेँ अनि त्यही ठिक लाग्यो अनि ल्यास मारेर हामी ल्याइदियो नि त्यहाँ पोखरीको मन्दिर होइन यो होइन यो चाहिँ खोइ कुन मन्दिर हो। मान्छेहरू चाहिँ यहाँ फोटोसोटो हान्दैछ। अनि हामीले चाहिँ अब बल्छी सल्छी केही पनि ल्याएन अनि डोरी मात्रै ल्यायो। अनि त्यहीँ के अरे बल्छी थाप्ने ठाउँमा एउटै बाँस ह्याङ्छ अनि त्यहीँ लट्ठी काटेर चाहिँ त्यहाँ डोरी बनाएर बल्छी हाल्नुपर्ने हुन्छ। अनि बल्छी किन्ने ठाउँ चाहिँ यता अगाडि छ। अनि त्यहाँ बल्छी 4-5 वटा किन्नुपर्ने हुन्छ हामीले। अहिले चाहिँ हामी यहाँ बल्छी किन्ने ठाउँमा आइसकेको छ छिटाइदियो। ब्रेड मान्छे चाहिँ बोला न भाइ यस्तो यस्तो कति 10 रुपियाँ 5 रुपियाँ भनेपछि दुईटा दिन एउटा दिन ठुलोमा चाहिँ को जोबानी म गरिदिन्छु ठुलो 5 छ मैले बल्छी सल्छी किनेर अनि खाजा साजा पनि बोकिरहेको छ यहाँ ब्यागतिर। अब त्यहाँ गएर खाजा खाँदै माछा मार्दै गर्नु यता हो दादा चाहिँ फर्स्टचोटि होइन यो चाहिँ फर्स्टचोटि हामी चाहिँ यहाँको 4-5 चोटि आइसक्यो। कस्तो चाहिँ पर्यो र अहिले हाम्रो अङ्कल आन्टीहरू यस्तो छ होइन लिचीको फेरि यहाँ चाहिँ झम्मै छ क्या यहाँ चाहिँ कत्रो ठुलो बोट हेर्नु त गाइजहरू यो बोटै 20-30 वर्ष भयो होला है। कत्रो ठुलो छ यता सबै लिची उत्रो हेर्दो यताको त लिचीको बोटै कत्रो कत्रो हौ मा यहाँ कति रातो रातो त्यही भने होला उत्रो छ ल त्यो अघिको लिचीको बोट ल कस्तो पाकेको हेर्नु ल यो झन् 50 वर्ष भयो होला गुलेटी पनि ल्याउनु पर्थ्यो हामीले होइन कटर सटर यता चाहिँ जे भने त्यही के अब आँप साप केरा चेरा सब छ क्या यतातिर चाहिँ केरा च्याउ पनि रोपे च्याउ पनि रोप्दै छ अरे हाम्रो सरलाईमा। अब फल्नु चाहिँ अब 4-5 कति लाग्छ 4-5 महिना के हो बाँसहरू यस्तो छ क्या सरलाईमा सब छ क्या हेर्नु न ल मकै छ क्या होइन आँप साप बाँस रे मलाई त काकादीको झ्याङ्मो भने बाँस
बाँसको झ्याङ चाहिँ यो हरियो हरियो सिधाएको चाहिँ बाँस सानो सानो खालको बाँसहरू तिनीहरू अस्ति पनि हामी आएको थियो 4-5 जना यो चाहिँ आएको थिएन अनि त्यतिखेर आउने बेलामा चाहिँ माछाले चाहिँ के अरे खाइरहेको थियो चारो चाहिँ तर चारै भएन कि हामीले पिठो ल्यायो त्यो पनि गिलो गिलो पानीमा राख्ने बित्तिकै झर्ने अनि आज चाहिँ हामीले चाहिँ यस्तो योभन्दा खतरा यो चाहिँ अलिक औकात भन्दा बेसी भयो अहिले चाहिँ हामी यहाँ आइसक्यो के अरे माछा मार्ने ठाउँमा अनि अब यहाँ हामीले बाँस सास काटेर बाँसको झाङ चाहिँ यता छ क्या अनि बाँस सास काटेर अनि थुप्रो छ क्या माछा चाहिँ अस्ति चाहिँ चारो नभएर अहिले चाहिँ हामीले यहाँ चाहिँ डाइनासोरको हात्तीको होइन हात्तीको पुच्छर काटेर ल्याएको यस्तो छ अनि हात्तीको पुच्छर चाहिँ माछाले खान्छ अरे क्या अनि त्यही भएर ल्याएको हामी के हो के यो के हो यो नुडल्स क्या नेपाली यहीँ रहेछ त मान्छे यो चाहिँ हाम्रो नुडल्स हो होइन ए हाम्रो होइन यो चाहिँ के अरे कहिले देख्दैन ए यो चाहिँ हाम्रो ओ यसमा चाहिँ पर्छ नि डर यसमा नि पर्छ यो फेरि चट्टे चुटा लान्छ यो भनेको अलिक चुटाउन सक्दैन यो चाहिँ नुडल्स अनि यो चाहिँ हात्तीको पुच्छरको मासु ल्याएको छ आज हामीले चाहिँ अनि खाजा साजामा यसो लाली चाउचाउ अनि त्यसपछि यता किरमरोल अनि 2-3टा पानी ल्याएको छ हामीले चाहिँ अनि अब बाँस काट्नुपर्ने हुन्छ अलिक ठुल्ठुलो काटे त्यो हुँदैन अहिले चाहिँ हामीले यहाँ बल्छीमा के अरे यो नुडल्स हालेर रेडी भइसक्यो अब चाहिँ कति धेरै माथिसम्म हाल्नुपर्छ नि पर्दैन यतिमा हुन्छ हुन्छ ल जाउँ ब्याग स्याग बोक्न सबै ऊ चाहिँ बोक्न ऊ त्यो हँसिया पनि बोक्नु सर्छ त हँसिया बोक्दा अहिले काट्नु पर्ला नि चाहिँ फेरि को आउँछ के अहिले है बोकेर हिँड्नु त्यो पनि अहिले चाहिँ चारा हालेर रेडी भइसक्यो हामी त्यो बल्छी थाप्नुलाई यहाँनिर थाप्ने बल्छी चाहिँ हामी ऊ त्यो साइडमा जान्छौँ उतापट्टि ऊ त्यो रुखमा काटेर राख्नु त्यो उतापट्टि बल्छी थापेको कति बेर भइसक्यो पर्दैन यार एउटा त्यहाँ छ एउटा यहाँ छ अब म चाहिँ यहाँ छु अनि आज मान्छे धेरै भयो क्या त्यही भएर त्यता सबै घोगी टिप्नु आएर चाहिँ यता घोगी सगी पनि पाउँछ नि त अनि उहाँ पनि छ मान्छे अनि म चाहिँ यहाँ छु खोइ एकचोटि आएन मेरोमा खानुलाई अस्ति त कति आएको थियो यार अहिले चाहिँ हामी यहाँ बल्छीमा माछा नपरेर यता अब अघि ल्याएको खाजा खानुपर्ने हुन्छ हामीले चाहिँ अब माछा चाहिँ पुरै उफ्रिरहेको छ कि बल्छी छेउतिर है फेरि बल्छी भाटामा चाहिँ आउँदैन अनि मेरो त्यहाँ अनि यसको यहाँ अनि अर्को यहाँ 3टा यसरी राखेको छ पर्छ होला अनि हामी चाहिँ यहाँ खाजा खानेतिर लागिरहेको बुजा सुजा ल्याएको थियो 10 रुपियाँ जाने चौसो खाएर सिद्धिसक्यो अब हामी यहाँ किरिमरोल खाँदैछौँ दादाले खायो नि यहाँ उहाँको बाले चाहिँ ठ्याक ठ्याक पारिरहेको थियो पानीभित्र माथि छ उतापट्टि रुखमा हो तल माथि यो माछा ट्यापा ट्यापा टिपेर खाने त्यो अनि बल्छी माथि माछा लगाइदियो भने त्यहीँ बसी भयो भित्रतिरेपछि त्यो माछा गलेपछि बल्छी त अड्किहाल्छ जान्छ कहाँ अर्को यो घटामा छ नि उभिएसमा माछा बजारबाट किनेर ल्याउँथ्यो नि माछा बजारमा किनेर ल्याएर अनि त्यसमा दबाई हालेर राखिदिन्थ्यो राति 8-10 वटा खाइसक्यो गएर त्यसमा धरो त्यो मान्छे बुढे हो
उसले पाल्छ थुप्रो म आउनु भन्दा बिहानै आएको थियो हेर दुईटा निकालिसक्यो हाम्रो त पर्दैन पोर्सियाको बल्छी स्प्रिङको बल्छी बनाएर ल्याउनु यो क्रिम रोल अघि खायो अनि फेरि अब यो चाहिँ कति बाइटमा चाहिँ सिद्ध्याउँछ त अब हामीले च्यालेन्ज खेल्छ होइन ल 1 2 3 गो छिटो छिटो होइन जतिमा सिद्ध्याए पनि हुन्छ दादाले एक बाटमा ल सकाइदिएर यार अड्केलाई म त बिस्तारै खाने गुड हो दादा जितिसकेको छ होइन मुर्रा मन्दिर छ मन्दिरमा आइसकेको छ होइन यो चल चाहिँ ठुलो बनाएको रहेछ फेरि यो भित्र पस्ने हो ल आउने बेला पस्ने रे अनि अहिले चाहिँ हामी नहरतिर जाँदैछौँ त्यहाँ माछै परेन कि त्यही भएर अनि बल्छी सल्छी भाँचेर ब्यागतिर हालेर अनि हामी चाहिँ नहर हेर्नु जानु थालिरहेको छु त्यहाँ को त्यहाँ आएर त्यहाँ के अरे त्यो घोगी टिपिरहेको थियो कि त्यही भएर पानी धमिलो भयो अनि माछा आएन अनि त्यही भएर हामी चाहिँ अब रोड क्रस गरेर जानु खोजिरहेको छु कहाँ आउँछ त्यो त्यहीँनिर जाउँ न त हेरौँ कस्तो रहेछ चाखौँ भन कस्तो रहेछ चाखौँ भन यो चाहिँ फुटबल ग्राउन्ड रहेछ यहाँ चाहिँ अनि फेरि त्यो भित्र चाहिँ अनि यहाँ चाहिँ भिजको गाँठीमा यो पढ्ने त्यो उयो त्यो बसवाला नि पनि देखाइदैन अनि तपाईँलाई थाहा छैन होला अब तपाईँहरू पस्नु भने हाम्रो जग्गा हो यो बारीको यो स्कुलको मिनाहरू हाम्रो जग्गाहरू हेऱ्यो भने धेरै धनी छ हाम्रो स्कुलहरू तर भवनहरू मात्र नबनायो किनकि हाम्रो स्कुल सबैभन्दा धनी छ उताबाट पछाडि यति धेरै जग्गा खाने माया छ कहाँ टाढै छ कि नहर आमा तपाईँहरूले हाम्रो सिट चाहिँ देखेको छैन होला होइन त्यो अफिसतिर काम गर्ने ठुल्ठुलो के अरे हो त्यो मान्छे हुन्छ नि हो त्यस्तो छ कि हाम्रो सिट चाहिँ लुहाइ घुम्दा फेरि 12 कक्षा पढ्नै पर्यो के अरे धेरै पढेर जागिरी खानु पर्दैन मेरो साइकलमा आउनुहोस् यहाँ अनि मस्त घुमेर बस्नु यस्तो मजा आउँछ जाउँ न त्यो यसो एकछिन लचिदिउँ नहरतिर आइसकेको छु होइन पानी चाहिँ सुकेको रहेछ यही हो नहर चाहिँ यही हो अरे यो पट्री यही रहेछ होइन आइया मासला हात छिप्यो आइया मासला हात छिप्यो यतापट्टि जाउँ घर आउनै पर्ने नहर चाहिँ यही हो अरे होइन उनीहरू गुम्बा छ घाँटीमा र
म यहाँ फर्स्ट टाइम आएको कति दिन भयो यहाँ म यहाँ फर्स्ट टाइम आएको कति दिन भयो यहाँ के बोले भाइ के बोले एउटा गुम्बाबाट सिधा निस्केर उता घरतिर जाने उयो त्यो अघि खाने ठाउँतिर जाने खाना खाने ठाउँतिर त्यो के अरे त्यो समोसा अनि गुम्बातिर जाने तर छिटो साइकल हालेर जाने होला नि यहाँबाट चाहिँको लागि हेर पानी लाग्दैन त्यति त्यतिसम्म माथि माथि पानी ह्यान्डपाइपबाट के छ अरे एउटा रमेश सम्धी म एलिस म नै ठोकेर हेर्ने आएर त्यहाँ चाहिँ के छ अरे अहिले अनि विपुल त्यहाँ के छ भने उनीनिर गुम्बा अब हामी चाहिँ गुम्बामा गएर भेट्छौँ तपाईँहरूलाई घोडा बजार अघि भनेको थिएँ नि तपाईँहरूलाई के अरे गुम्बा आइसक्यो हामी यहाँ गुम्बातिर ए अहिले चप पनि खानुपर्छ चप समोसा भोक पनि लास्टै लागिरह्यो त्यो अघिको त त्यहीँ गइरह ब्रेकमा ल ढोका बन्द हाल्नु यहाँ चाहिँ बस्ने ठाउँ रहेछ होइन मस्तले खुल्ला हुन्छ हो गुम्बा अब तपाईँहरूलाई म देखाउनु गइरहेको छु हेर्नु होला यहाँ छ भने त्यो बौद्धको भाषा आएर दादालाई ओ यो यस्तो यो घुमाउनु पर्छ नि एकचोटि मात्रै घुमाउनु पर्छ हामी 10 चोटि घुमाउनु ल लाइन बस छिटो इच्छा अघि नै मागिसकेको कस्तो मजा आउने अनि यस्तोमा घुमाउनुलाई होइन म त 4-5 चोटि घुमाइदिउँ कि क्या आयो त म त 4-5 चोटि घुमाइदिउँ कि क्या आयो त गाइस अझै ल अझै जिउ क्या चोटि दिनु हुँदैन रे घुमाउनु चाहिँ अनि यहाँ चाहिँ हाम्रो भगवानको फोटो छ फेरि यहाँ यति हो फुल चाहिँ मेरै लागिरहेको कस्तो चाहिँ बुढो यहाँ चाहिँ फुलकुमार के भयो कुमार देख्छ कुमार मर्छ ल अब चाहिँ एकछिन बसेर जाने हो भित्र जाने त त्यहाँ छ पानीमा नि ल कस्तो देखेको छ अब कमेन्ट गर्नु होला यसले होइन राम्रै छैन डायमन्डको केटीहरू कस्तो कोही आएन भन्छ अहिले यस्तो के अरे अविनाशले यो भित्र पनि मुद्यो हो मन्दिर जस्तो त्यो के अरे लामा बाजेहरू उयो गरे यहाँ चाहिँ चल्दैन धारा चल्दो रहेछ त यहाँ आइज न यहाँनिर त्यो धारा छ अनि चिसो छ पानी है खानु मिल्छ कि मिल्दैन यो पानी कहिलेदेखिको पानी होला यहाँ हट्दा कति हलु हो यस्तै भयो कोही खै ठिकेर बस्नु मजा अब के भन्छ
दण्ड त भइहाल्यो त्यस्तो अँ। भाले एउटै हालेर चिरिन्छ नि मेरो यस्तो त जस्तो सुकै कलर मैले टिभी खान छोडिदिएको थिएँ बरु मलाई चाहिँ धर्म खुर्सानीहरू हेर्नु सक्नुहुनेछ खुर्सानीहरू हेर्नु सक्नुहुन्छ यहाँनिर यस्तो मजाको छ अनि आप पनि छ यहाँ अब हेर्नु मलाई खानु पाउँदैन कता घरतिर जाउँ अब गाइज हामी चाहिँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले हामी बाटोमा आउँदाखेरि यो के हो होइन यो बकुला पनि होइन जस्तो लागिरहेको छ के हो यो बकुला हो सुन त अनि कालो कलर छ त ए त्यो हो त्यही हो यो त्यही बकुला हो यो छोड्दे त्यही हो मैले त मयूर पो भनिरहेको मयूर के अरे डाँफे होइन र अब त्यसलाई मैले कम लखार्थ्यो राष्ट्रिय चराको फेरि एक जुत्ताको सुँड ल अब तपाईँ अब हामी कहाँ जाने रे अब हामी तपाईँहरूलाई एकैचोटि खाजा खाने ठाउँमा भेट्छौँ यहाँ के अरे खाजा खाने ठाउँमा आइसक्यो अनि हामी चाहिँ यहाँ भित्र बसेको बाहिर पनि ठाउँ थियो अनि मान्छेहरू छ 2 जना अनि हामी भित्र बसेको अनि आन्टीले चाहिँ खाजा ल्याउँछ होला अहिले समोसा यसो चटपटहरू होइन यहाँनिर आन्टीले चाहिँ खाजा साजा ल्याइसकेको छ हामीलाई यस्तो छ फेरि यहाँ चाहिँ खाजाको डेकोरेसन आउनु चाहिँ आउँदै ए यो त उयो गरेको रहेछ नि के हो यो त फर्स्ट टाइम दादाले खाएको त फर्स्ट टाइम दादाले खाएको त्यो च्यालेन्ज गरेपछि भिडियो देखाएको हो सेलिब्रेटी खानु चटपटेहरू त नखाने है छोले यहाँ राख्न यसलाई चाहिँ खाने हतार छ आधी पारिसक्यो यो भन्छ है बुधे मिल खाए बुधे हजुर टेस्ट गर्न हजुर भन्नु पर्दैन बेस्ट लाग्छ नि हाम्रै स्कुल हो ल अब तपाईँहरूलाई एकैचोटि घर जाने बेला भेट्छ अब हामी चाहिँ के अरे उताबाट सुके पोखरीबाट हरिण छिरेर अनि यहाँ घरमा आएको अनि त्यहाँ किन भ्लग नबनाएको भनी चार्ज थिएन नि त मोबाइलमा अनि त्यसपछि घरमा आएर हेर्दा पनि चार्ज छैन नि त त्यसपछि आजको भ्लग चाहिँ यति नै हुन्छ गाइज सबैजनाले सपोर्ट गर्नु होला एन्ड बाई बाई